यो व्यक्ति ज्ञानी हो या मूर्ख हो मलाई थाहा छैन। हिजो हामीले एउटा सोशल मिडियामा भिडियो देखेका छौँ, व्यापक रूपमा भाइरल छ। एकजना व्यक्तिले पत्रकार सम्मेलन गरेर व्यापक रूपमा के भन्नुभएछ भने मठ मन्दिरहरू जलाइदिनुपर्छ भनेर। मलाई लाग्छ लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रममा यस्ता अभिव्यक्ति दिने मान्छेहरूलाई पनि जिउँदै जलाइदिनुपर्छ भन्ने नीति तथा कार्यक्रममा आउनुपर्ने थियो। तर त्यो नेताजीलाई याद दिलाउनु पर्यो कि कुनै बेला देशको प्रधानमन्त्री बालेन शाह मेयर हुने बेलामा म संसद भवनमा आगो लगाइदिन्छु। त्यति बेला समाजका मान्छेहरू प्रशंसा गरेथे। वाह, मेयरको यति हिम्मत, देशको प्रधानमन्त्री केपी ओलीलाई धम्की दियो आगो लगाइदिन्छु। त्यो हिम्मत कसैको माथि छैन। त्यो के को हिम्मत हो? एक व्यक्ति आएर भन्छ म तिम्रो भगवान बस्ने ठाउँमा आगो लगाइदिन्छु। हिम्मतको कुरा गर्ने हो बालेन शाह भन्दा हिम्मती त यो व्यक्ति हो जसले मन्दिरमा सिधा बन्दिरहेछ आगो लगाइदिन्छु, उखाडिहाल्दै उखाड्नु छ। हिम्मतको कुरा गर्ने भने हिम्मती को छ? बालेन शाह या यो व्यक्ति जसले मन्दिरमा आगो लगाइदिन्छु भन्ने? यो भयो हिम्मतको कुरा। हिम्मतको कुरा गर्ने हो भने बालेन भन्दा धेरै हिम्मती यो व्यक्ति। मूर्खताको कुरा गर्ने हो भने मूर्ख दुइटै छैनन्। न बालेन शाह मूर्ख न यो व्यक्ति मूर्ख। बस फरक यति छ, दुइटै व्यक्ति फ्रस्ट्रेटेड छन्। बालेन शाहको फ्रस्ट्रेसन किन थियो? बालेन शाह भनेको त्यति बेला मेयर हुनुहुन्थ्यो। मेयर भएपछि रिस्पोन्सिबिलिटी हुन्छ काठमाडौँलाई कसरी विकास गर्ने। त्यति बेला कोही फ्यामिलीलाई गाली गरिदियो या फ्यामिलीलाई रोक्यो कहीँ काम गर्न गइरहेछन् भने त्यति बेला मान्छेहरू फ्रस्ट्रेटेड हुन्छ। फ्रस्ट्रेसनमा आएर मान्छेहरू जे पनि भन्न सक्छन्। त्यही फ्रस्ट्रेसनमा यो व्यक्ति सायद मेबी हुन सक्छ कि यो व्यक्तिको फ्यामिलीलाई मन्दिरमा जाने बेलामा गुरुहरूले गाली गर्नुभयो होला, हेप्नुभयो होला। त्यही फ्रस्ट्रेसनमा आएर यो व्यक्तिले त्यही भन्यो होला कि म आगो लगाइदिन्छु मन्दिरमा। त्यसो भए गल्ती कसको? तर समाजको मान्छेहरू बालेन शाहलाई प्रशंसा गर्ने, हिम्मती भन्ने, यो व्यक्तिलाई गाली किन गर्छन्? एक्चुअलमा व्यक्तिलाई गाली गर्ने होइन, यो व्यक्तिलाई गाली गरेको होइन कि यो मन्दिरमा आगो लगाइदिन्छु भनेर। गाली यो कारणले गरिरहेछन् किनभने यो व्यक्ति कमजोर छ। बालेन शाह जस्तै पावरफुल यो व्यक्ति नभएको कारणले समाजका मान्छेहरूले गाली गर्छन्। समाजको मान्छे त्यही व्यक्तिलाई गाली गर्छन् जो कमजोर छ। यो व्यक्ति कमजोर हो त्यसैले गाली गर्छन्। अब प्रोपर्टीको कुरा गर्ने हो भने दुइटै देशकै प्रोपर्टी हो, तर कसैलाई सम्मान कसैलाई गाली। कमजोर को छ त्यसैले समाजले गाली गर्छ।